केटा होला त आज त है त हाम्रो गिल्डको प्लेयरहरूको गेम प्ले देखाउँदैछु। तोबी र घली। यो तोबीले धोबी हान्छ एनिमीलाई। हेर तोबीको मुभमेन्ट त्यस्तै छ ग्लुअल लाउने हेर होइन। अगाडिको 5 वटा चाहिँ ऱ्यान्डम हो है। अब हेर मैले त तोबी र घलीले कस्तो चाहिँ हान्छ त। दामी। ओहो क्या हान्छ घलीले हान्न चाहिँ। 5 जना एकैचोटि आएर हान्यो। केही छैन। अब हेर है त गाइस क्लाइम्याक्स हेर। पिक्चर अभी बाँकी है। जो नि भर्सेस गर्न चाहन्छ नि त्यो चाहिँ कमेन्ट गर है त आफ्नो युआइडी। अब हेर है त हाम्रो घली र तोबीको गेम प्ले। घलीको अगाडि एनिमी आयो कि सबै ढल्यो है त ल। तोबीले एक नग निकालिसक्यो होइन। तोबीले दामी हान्छ कि सर्ट रेन्जमा कोही टिक्नै सक्दैन। ग्लुअल लाउने मुभमेन्ट त्यस्तै। वेट ओए कसरी लाग्छ सर्ट रेन्जमा। ह्याक लाएर खेलेर आयो क्या हो। तिमीहरूलाई नि त्यस्तै लाग्न सक्छ है गाइस ह्याक लाएर हाने जस्तो। तर हाम्रो गिल्डको प्लेयरहरूको चाहिँ नेचुरल गेम प्ले हो नि फेरि ह्याक स्याक होइन। अब हेर है त यहाँ तोबीले कस्तो चाहिँ धोबी हान्छ त एनिमीहरूलाई। मुभमेन्ट त्यस्तै छ होइन। तोबीले यो राउन्ड निकाल्यो भने चाहिँ सबले सब्सक्राइब हान्नुपर्छ है त ल। वेट ह्याकर या जम के अर्को एनिमी चाहिँ भागिरह है तोबी देखेर डरेर ओ लुकेर बसिरह हान्नलाई। तर अब तोबीले के हान्न सक्छ त त्यसलाई। हेर त पर्फेक्ट टाइममा ग्लुअल। वेट दामी तोबी। हेर त यही दुईटा हो हाम्रो गिल्डको दामी प्लेयरहरू। मुभमेन्ट त्यस्तै। तोबीको अगाडि सर्ट रेन्जमा कोही टिक्नै सक्दैन क्या। त दामी हान्छ नि मुभमेन्ट सब है। वेट ह्याक लाएर खेले जस्तै लगाइरह। तर अब ह्याक होइन है गाइस नेचुरल गेम प्ले हो। ओए दामी केही छैन दामी। अब घलीको नि गेम प्ले हेर त। घलीको अगाडि एनिमी आयो कि सबै ढल्यो। वेट यस्तो हो नि त। अब हेर यसलाई नि कसरी हान्छ। ओए दामी। यो दुइटाको अगाडि कोही टिक्नै सक्दैन है गाइस ल हेर। यहाँको मुभमेन्ट पनि त्यस्तै। तोबीले फेरि हान्यो घलीले। ओए कस्तै। सब्सक्राइब फर नेक्स्ट भिडियो।